ज्यूलाई आज मिति 2082 चैत 27 गते हुन गएको यस दीक्षान्त कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथि, विशेष अतिथि र प्रमुख अतिथिज्यूहरू र आदरणीय म्याम, सरहरू र मेरा सम्पूर्ण सहकर्मी साथीहरूमा म गीता खड्काको तर्फबाट नमस्कार। आज म एउटा सानो कविता भन्न गइरहेको छु। कविताको शीर्षक रहेको छ मेरो बिग्रिएको देश। सुन्दर नमुना थियो विगत, आज रिक्त भयो मेरो देश। सुन्दर नमुना थियो विगत, आज रिक्त भयो मेरो देश। पृथ्वीनारायण शाहले एक बनाए तर आज लिप्पोट गर्न नमिलेर चर्किएको एक भित्त भयो मेरो देश। पृथ्वीनारायण शाहले एक बनाए तर आज लिप्पोट गर्न नमिल्ने गरी चर्किएको भित्त भयो मेरो देश। देशको विकासको लागि भन्दै जन्मिन्छन् केही सपुतहरू। देशको विकासको लागि भन्दै जन्मिन्छन् केही सपुतहरू। बाँच्न कहाँ दिन्छन् र ती युद्धहरूलाई। त्यसैले त आज विष झैँ तितो भयो मेरो देश। त्यसैले त आज विष झैँ तितो भयो मेरो देश। भक्कानीकै हुने नेताहरूमा आफ्नो कटुस सन्तानलाई भक्कानीकै हुने नेताहरूमा आफ्नो कटुस सन्तानलाई देखि भ्रष्टाचार बाहेक अरू केही छैन। त्यसैले त फालिनको सितो चाहिँ भयो मेरो देश। भ्रष्टाचार बाहेक अरू केही छैन। त्यसैले त फालिनको सितो चाहिँ भयो मेरो देश। लोकतन्त्र गणतन्त्र आएर के भयो, दुखी जनतालाई शोषण हट्दैन। लोकतन्त्र गणतन्त्र आएर के भयो, दुखी जनतालाई शोषण हट्दैन। आफ्नो र परिवारको लागि मात्र गर्ने नेताहरू आएर धरापमा पर्यो मेरो देश। आफ्नो र परिवारको लागि मात्र गर्ने नेताहरू आएर त्यसैले धरापमा पर्यो मेरो देश। जहाँ चेली लुटिन्छन् अनि गरिब लुटिन्छन्, हो त्यही हो मेरो देश। जहाँ चेली लुटिन्छन् अनि गरिब लुटिन्छन्, हो त्यही हो मेरो देश। गरिबले खान पाउन शासकको महल हुन्छ, जहाँ जनता उठिन्छन्, हो त्यही हो मेरो देश। गरिबले खान पाउन शासकको महल हुन्छ, जहाँ जनता उठिन्छन्, त्यही हो मेरो देश। धन्यवाद।